नमस्कार, म सबिना रिजाल। म कक्षा 9 मा पढ्ने छात्रा हुँ। म आज इगल ब्रिजको म्याथ ल्याबमा a स्क्वायर माइनस b स्क्वायरको फर्मुला ज्योमेट्रिकल्ली प्रुफ भएको देखाउँदैछु। यो एउटा स्क्वायर हो। यो सबैको लेन्थलाई a मानिएको छ। यो लेन्थलाई a, यो लेन्थलाई a, यो पुरै लेन्थलाई a र यसलाई पनि a। यो यसमा सानो स्क्वायर रहेको छ। यो स्क्वायरलाई पनि यो स्क्वायरको सबैको लेन्थ b हो। अब a स्क्वायरबाट b स्क्वायर माइनस गर्दा रिमुभ गर्दाखेरि यो हुन्छ। यो भनेको सम अफ एरिया अफ टु ट्रापेजियम हो। सम अफ एरिया अफ टु ट्रापेजियम भनेको दुईटा ट्रापेजियमको सम जोड्नु भनेको हो। ट्रापेजियम अफ एरिया अफ एल्लो ट्रापेजियम र एरिया अफ ब्लू ट्रापेजियम। एल्लो ट्रापेजियम भनेको यो ट्रापेजियम हो जसमा यो दुईटा साइड प्यारालल छ र यो हाइट हो। र ब्लू ट्रापेजियममा पनि यो दुईटा साइड प्यारालल छ र यो हाइट हो। यसको एल्लो ट्रापेजियमको एरिया निकाल्ने फर्मुला 1/2 मल्टिप्लाई हाइट मल्टिप्लाई बेस 1 प्लस बेस 2। बेस 1 प्लस बेस 2 भन्नुको मतलब यो a र b लाई जोड्नु भनेको हो। र ब्लू ट्रापेजियमको पनि एरिया निकाल्ने फर्मुला 1/2 मल्टिप्लाई हाइट मल्टिप्लाई बेस 1 प्लस बेस 2। ब्लू ट्रापेजियमको पनि बेस 1 र बेस 2 a प्लस b हो। र 1/2 मल्टिप्लाई हाइट भनेको a माइनस b हो। त्यसैले हाइटको ठाउँमा हामीले a माइनस b राख्यौं। र ब्लू ट्रापेजियममा पनि 1/2 मल्टिप्लाई हाइटको ठाउँमा a माइनस b राख्यौं। र 1/2 मल्टिप्लाई a माइनस b मल्टिप्लाई a प्लस b प्लस 1/2 मल्टिप्लाई a माइनस b मल्टिप्लाई a प्लस b लाई जोड्दाखेरि 2 मल्टिप्लाई 1/2 a माइनस b र a प्लस b आयो। 2 र 2 कट्यो, a प्लस b र a माइनस b बच्यो र a स्क्वायर माइनस b स्क्वायरको फर्मुला प्रुफ भयो।